नमस्कार, शुभ बिहानी कार्यक्रम शुभ बिहानीमा म गीताको हार्दिक स्वागत छ। कार्यक्रम शुभ बिहानीमा हामी आजको राशिफल लिएर उपस्थित भएका छौँ। आज मिति 2082 साल जेठ 26 गते सोमबार, तदअनुसार 2025 जुन 9 तारिक। आज सूर्योदय 5:08 भएको छ र सूर्यास्त 6:59 हुनेछ। आजको पञ्चाङ्ग जेठ शुक्ल पक्ष त्रयोदशी तिथि, बिहान 9:23 पछि चतुर्दशी, विशाखा नक्षत्र दिउँसो 3:49 पछि अनुधारा, चन्द्र राशि तुला, बिहान 9:11 पछि वृश्चिक। अब लागौँ आजको राशिफलतर्फ। सर्वप्रथम मेष राशि हुनेहरूका लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अवसरका लागि केही त्याग गर्नुपर्ला। समय लागे पनि मेहनत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। पहिलेका कमजोरीमा क्रमशः सुधार आउनेछ। वृष राशि हुनेहरूका लागि आजको दिन हडबडले काम बिग्रिनेछ भने धैर्य एवं मेहनतले मनयोग्य आम्दानी दिलाउनेछ। आम्दानीका रूपमा सम्मान प्राप्त होला। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन पनि कसिने सम्भावना छ। विभिन्न सहयोग र उपहार समेत पाइनेछ। सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। वाद विवादबाट जोगिएर प्रयत्न गर्नुहोला। मिथुन राशि हुनेहरूका लागि आजको दिन स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। पुरुषार्थ देखाएर समाजमा स्थापित बन्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजय भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन्। बुद्धिको उपयोगले पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। कर्कट राशि हुनेहरूका लागि आजको दिन लाभ हुने र सुखद समाचारले उत्साह जाग्नेछ। तारिफकै काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको प्रभाव पर्नेछ। सिंह राशि हुनेहरूका लागि आजको दिन परिस्थिति प्रतिकूल देखिए पनि जोगिएर काम गर्नुपर्ने समय छ। साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। साझेदारीमा फाइदा हुनेछ। दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। बेसुरमा वचन दिने बानीले पनि अप्ठ्यारो पार्न सक्छ। महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला। कन्या राशि हुनेहरूका लागि आजको दिन केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। सहयोगीहरूको भर पर्दा काम बिग्रिन सक्छ। तापनि प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। सानो प्रयत्नले ठुलो काम बन्नेछ। पहिलेका कमजोरी सच्याउने समय छ। तुला राशि हुनेहरूका लागि आजको दिन प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति नियमलाई समयमै ध्यान दिनुहोला। मेहनतले सम्मानित स्थान दिलाउनेछ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। विशेष उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव पनि आउन सक्छ। मेहनतले प्रतिष्ठा मान सम्मान आदि पाइनेछ। तर अवसर आए पनि परिस्थितिवश काममा पछि परिएला। दुविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले चुकाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा समेत सचेत रहनुहोला।
धनुराशि हुनेहरूका लागि आजको दिन खर्च लागि पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नु पर्ला। दोहोऱ्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जा मार्फत धन जुटाउन सकिनेछ। भेटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। अर्थ सञ्चय नहुन सक्छ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर प्राप्त हुनेछ। मकर राशि हुनेहरूका लागि आजको दिन मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनयोग्य धन आर्जन गर्न पनि सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको सफलताले नयाँ अवसर पनि दिलाउन सक्छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन सानातिना काममै अल्मलिनाले ठुलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नु पर्ला। साथीभाइको सहयोगले सामाजिक कार्य गर्न सकिनेछ। लगनशीलताले आँटेको काम सम्पादन हुनेछ। व्यापारमा सामान्य फाइदा होला। जिम्मेवारी हात पार्न केही समय लाग्ने देखिन्छ। र अन्त्यमा रहेको छ मीन राशि हुनेहरूका लागि आजको दिन मेहनत गर्दा भाग्य उन्नतिको समय छ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सामाजिक उत्तरदायित्व हात पार्न सकिनेछ। रोकिएको कामले पनि निकास पाउनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। शक्तिको धाक देखाउनेहरू स्वतः निहुरिनेछन्। तारिफयोग्य काम गर्दै पदीय जिम्मेवारी प्राप्त गर्न सकिनेछ। आजको राशिफलमा जे जस्तो भनिए तापनि तपाईँ कर्म गर्नुहोस् र कर्ममा विश्वास गर्नुहोस्। आजको दिन शुभ होस्। नमस्कार। शुभ बिहानी।